छैन क्या भन्छ बाटो त बाइकलाई मात्रै छ वाह त्यो जङ्गलको बाटो ल धादिङ र नुवाकोटको सिमानामा रहेको महादेव मन्दिर दर्शनको लागि हामी 4 जना हेलो गाइस हेलो हेलो कहाँ जाँदैछ नि हामी मायाथान के भर्याङ गुरुङ मारेथान नुहाउनलाई यो नेत्रावती रप्दम गाउँपालिका र मेगान गाउँपालिकाको सिमानामा रहेको मायाथान शिव र पार्वतीको मन्दिर नुवाकोट जिल्लामा चाहिँ पार्वतीको छ र धादिङको बिचमा सिमाना मायाथान मन्दिरमा बाटो अलिकति बाटोमा बाइकमा आएर हिँड्नु पर्ने बाटो कता हो यता बाटो सरररा यहाँ एउटा बाँदर र भन्छ नि यही हो र पहिला हामी होइन हिँडेर आउँथे बाटो थिएन होइन यहाँबाट ओइ सुभेन्द्र अहिले ओ हेलो भइरहेछ खै बाँदरै रह्यो भने फोटो हान्नु न सानो नानी सुना त यस्तो त्यो माथि भिरबाट बाँदर लडेर मरेको भएर पोखरीमा कहाँबाट सुसाइड यहाँबाट यहाँ हाम फाल्दे हो हेर्दै काली लाग्दछ नि त हनुमान जय हनुमानजी फोन लाग्छ लाग्दैन यहाँबाट ओ टोलीहरू छिटो उकालो धेरै हिँड्नु पर्दैन रहेछ बाइकबाट मात्र 10 मिनटमा पुग्न सकिँदो रहेछ हामी यहाँ सानो गुम्बा भएको ठाउँमा आइपुग्यो पसल पनि रहेछ यहाँ अब नुहाएर आलुचप सालुचप खानु पर्ला दाइ के पाइन्छ आलुचप अन्डाहरू हो र यस्तै पाउँछ अब नुहाउनु जानु पर्ला त्यसपछि आएर बस्नु पर्ला शिव पार्वतीको मन्दिर पारिचे धादिङ जिल्ला वारिचे नुवाकोट जिल्ला अति धार्मिक स्थल पहिला चाहिँ यस्तो व्यवस्थित थिएन यो पारिचे महादेवको मन्दिर हो नरियल फुटाउने ठाउँ पनि रहेछ नि त लुगा खोल्ने ठाउँ पनि छ ओइ नुहाउने हो हेलो चिसो पानीमा डुबुल्की हान्न लाग्दैछु कतिको जाडो छ जाडो छ चिसो छ बहुत लान साबुनले नुहाउँछ हौ मैले यस्तो चिसोमा साबुनले नुहाउँछ हजुर शिवजी त्यहाँ आउँदा नि हेलो 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 स्ट्यान्ड पछिको अब दर्शन गर्न जाँदैछ पैसा कहाँ हुन्छ त बहिनीहरू सधैँभरि
यहाँ चाहिँ छोटो छोटो नानीहरू छोटो छोटो कहाँ पूजा गर्ने पहिला पख पख ल भयो पूजा गरिसकेस् गरिसकेँ त बजाउनु पर्छ अरे के भगवान्लाई पनि होइन सरकारको भक्तजनहरू आयो भन्ने समाचार सुन्नुपर्छ अरे के यसपालि पहिला जस्तो मान्छे आएन है पोहोरको जतिको मान्छे आएन के कारणले होला यो शुद्ध अन्न कि के भन्दो रहेछ ए शुद्ध अन्न आजसम्म हो क्या अरे 13 गतिसम्म भने जस्तो लाग्यो कति गतिसम्म हो त्यही कारणले गर्दा शनिबार नि आएको हिजो अस्ति पनि आएको थियो विद्यार्थी चाहिँ आइरहेको अलिक भिड चाहिँ भएको छैन अस्ति शनिबार चाहिँ भिड भएको थियो रामनवमी चाहिँ कहिले रहेछ रामनवमी 24 गते त्यतिखेर चाहिँ व्यापक हुन्छ होला त्यो चाहिँ व्यापक हुन्छ अब शनिबार पनि हुनसक्छ अब आउने शनिबारहरू पोहोर त व्यापक मान्छे थियो लगभग कतिजनाको जतिको अनुमानमा 5-7 हजार भनौँ 5-7 हजार अब आउने त अब जारी हुँदै होला होइन आउने क्रम सब रिजर्भमा आउँछ नि अहिले चाहिँ यसो खाटाखुट्टो अलिअलि यसो गाडीमा 8-10 जना 10 जना मोटरसाइकलमा त्यस्तै हुन्छ अहिले साधन नभइकन कोही पनि हिँड्दैन नि अनि त्यति भिड पनि भएको छैन आउँछौँ जान्छौँ हस् ल दर्शन गरेर लाग्यो अब घरतिर ल बाजे सबैलाई नमस्कार है अनि भनेपछि चप खाने त नजाने 10 बजी ट्रेनिङ छ त ट्रेनिङमा जा होइन त जानेहरू त यो माथिबाट कहाँ जाने बाटो हामी यहीँबाट आएर होइन यो जाने चाहिँ कहाँबाट त्यो बाटो उता कहाँ धादिङ जाने यो बाटो अहिले सबै ठाउँ राम्रो बनाएर रहेछ त है पौडी पर्छ है ने यहाँ नआउने भन्दा भन्दै माथि ढुङ्गा भाटामा नआएर यसले यहाँ अहिले पहिला कस्तो धमिलो हुन्थ्यो हात चाहिँ पुरै यस्तो भयो त्यहाँ अब हामी के खाँदैछौँ चप आलु चप बच्चा बेला यो आलु चप खानलाई होइन त्यहाँदेखि दौडी दौडी हतारमा नुहाएर होइन तपाईँ आउँथ्यो कि नै ब्ल्याक टी खान पाउँछ कालो चिया पाउँछ कालो चिया खाने कालो चिया खाने दाइ 4वटा कालो चिया खाऊँ अरू पनि खाने मोमो पनि छ के को मोमो चिकन हो र मन्दिरमा आएर चिकन के खानु म त कालो चिया खाने दुध खाने नि नखाने कालो चिया खाने 3टा कालो एउटा दुध चिया बनाइदिनु कसैलाई दुधले ग्यास्ट्रिक हो नि चप लाने सब होइन अहिले पकाउनु खै यहाँको तेल ए चप 10वटा अनि कस्तो लाग्यो त चप पकोडा एकदम बेस्ट दाइले चाहिँ कस्तो लाग्यो अरे